साथीहरू नमस्कार। म फेरि पनि हजुरहरूमाझ आइपुगेको छु। सेयर बजार सम्बन्धी केही न्युज लिएर म हजुरहरूमाझ आइपुगेको छु। स्वावलम्बन लघुवित्त वित्तीय संस्था जुन चाहिँ नेप्सेमा लिस्टेड भएर दोस्रो बजारमा कारोबार भइरहेको छ, SWBPL, त्यसले चाहिँ आफ्नो आर्थिक वर्ष 2081-82 को मुनाफाबाट सेयर धनीहरूलाई 10% लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमध्ये 5.63% चाहिँ बोनस सेयर वितरण गर्दैछ भने 4.36% चाहिँ क्यास डिभिडेन्ड यसले चाहिँ वितरण गर्ने घोषणा गरेको छ। र यो चाहिँ राष्ट्र ब्याङ्कले यसको यो लाभांश स्वीकृत गरिसकेपछि यसको आगामी साधारण सभाले चाहिँ पारित गर्नेछ र यसको आगामी साधारण सभाले पारित गरिसकेपछि सेयर धनीहरूले चाहिँ यो लाभांश प्राप्त गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।